आज म सबैको फेभरेट मस्यौराको तरकारी बनाउँदै छु, जसको लागि मैले यति मस्यौरा लिएको छु। यो मस्यौरा आलु, धनिया, टमाटरबाट बनाइएको हो। अब यति रफली काटेको बन्दाकोपी लिएको छु, 3-4 वटा टमाटर काटेर लिएको छु र अदुवा थोरै पेस्ट, अदुवाको पेस्ट लिए। अब एउटा कराई बसाले जसमा तोरीको तेल 1 चम्चा जति राखेँ। अब यसमा 1 मिनेटको लागि मस्यौरालाई चलाएर भुट्ने। धेरै रातो बनाउनु पर्दैन यो मस्यौरा। यो आलुबाट बनेको मस्यौरा धेरै भुट्यो भने मिठो हुँदैन, त्यसैले 1 मिनेटको लागि मात्रै भुट्ने यसलाई र निकालिहाल्ने। यति 1 मिनेट भुटेर निकाले। अब यही कराईमा म तेल राख्छु 1 चम्चा जति। यसमा 5 फोरन, तेजपत्ता, खोर्सानी राखेर थोरै जिम्बु राखेँ र यसलाई रातो नदिने। यतिको थोरै हिङ राखेँ र अब काटेको बन्दा राख्ने। यसलाई घिरौला, लौकासँग पनि पकाउन सकिन्छ आलु मस्यौरा। अरु मस्यौरा चाहिँ आलुसँग पकाइन्छ, तर यो आलुबाटै बनेको मस्यौरा हो, त्यसैले यसलाई आलुसँग पकायो भने त्यति मिठो हुँदैन। अब यसमा यतिको बन्दा भुटेपछि यसमा अघि काटेको टमाटर, स्वादअनुसार नुन, मिक्स मसला 1 चम्चा, बेसार, थोरै बेसार राख्छु लाग्ने जति। अब अदुवाको पेस्ट पनि राखिदिने र राम्रोसँग चलाउँदै पकाउने मिडियम फ्लेममा। यतिको भएपछि अघि भुटेर राखेको मस्यौरा राख्ने, बस फेरि चलाउने। अब यसलाई 2 देखि 3 मिनेट चलाउँदै छोप्दै पकाउने। सफ्ट हुन्छ। यतिको सफ्ट भएपछि अब तातो पानी राख्ने। चिसो राख्नु हुँदैन, तरकारी बिग्रिन्छ। तातो पानी राखेर चलाउने। कतिको रस चाहिन्छ राख्ने र यसलाई चलाएर छोपिदिने। 2-3 मिनेट फेरि पकाउने छोपेर मिडियम फ्लेममा। यतिको भएको छ, हेर्नुहोस् त एकदमै मजाले पाकिसकेको छ, एकदमै छिटो पाक्छ यो तरकारी। अब यतिको भएपछि म थोरै लाल मिर्च, काश्मिरी लाल मिर्च राखेको छु। यसले कलर ल्याउँछ, पिरो हुँदैन। यो तरकारी अलिक राम्रो देखिन्छ। हेर्नुहोस् त यतिको भएको छ, एकदमै छिटो मिठो तरकारी पाकेर रेडी भएको छ। केही गाह्रो छैन यो तरकारी पकाउन, एकदमै सजिलो छ। आलुको मस्यौरा पकाउन सजिलो छ, मिठो पनि हुन्छ। यो मस्यौरा छुट्टै सिङ्गल पकाउँदा पनि हुन्छ, केही नराखेर पनि मिठो हुन्छ। यो मस्यौरा बनाउने तरिका मैले डिस्क्रिप्सनमा राखिदिएको छु, लिङ्क हेर्नु होला। बाई बाई।